के तपाईँलाई थाहा छ यो के हो? यो ट्याब्लेट हो मेरो छोरीको, 5 वर्ष कि होइन हैन। ट्याब्लेट भनौँ, स्मार्टफोन भनौँ, ल्यापटप भनौँ, कम्प्युटर भनौँ, यो बाहेक उसले अहिलेसम्म केही न छुन जानेछ न खेल्न जानेछ। 5 वर्ष कि होइन। स्मार्टफोन र केटाकेटीको आतंक चलिरहेको बेलामा नि हाम्रो चाहिँ अवस्था यो कसरी भयो? यत्रो आधुनिकतामा बसी पनि हैन। त्यसको लागि मसँग 4 वटा टिप्स छ। 4 वटा टिप्स मध्ये टिप्स नम्बर 1 आज हामी कुरा गरौँ है त। यो चाहिँ हो गेम्सको बारेमा। ल हेरौँ है त। यो डेभलपमेन्टल गेम्सहरू हुन्छ नि, मोबाइल भन्दा पनि धेरै एन्टरटेनिङ टाइपको, अलिकति रमाइलो हुने केटाकेटीहरूलाई खेल्दा पनि त्यस्तो खालको गेम्सहरू खोज्नुहोस् हैन। यहाँ हेर्नु, यहाँ धेरैवटा गेम्सहरू छ हामीहरूसँग, स्नेक्स एन्ड ल्याडरदेखि लिएर यो सबै यस्तोहरू छ। यो चाहिँ एकदम स्ट्राटेजिक हैन, त्यो चेसहरू हुन्छ नि, त्यस्तो टाइपको गेम्सहरू हो हैन। अनि यसमा चाहिँ केटाकेटीहरू चाहिँ एकदमै रमाइलो हुन्छ क्या। यसमा खेल्न पनि रमाइलो, आमा बुवालाई पनि रमाइलो, छोराछोरीलाई पनि रमाइलो हैन। त्यही माथि दिमागको डेभलपमेन्ट पनि हुने एकदमै राम्रो गेम्सहरू हामीहरू चाहिँ एकदमै रिसर्च गरेर गेम्सहरू खोज्छौँ, जसमा चाहिँ रमाइलो पनि होस्, डेभलपमेन्ट पनि होस् हैन। त्यो मध्ये एउटा यहाँ गेम छ हामीहरूसँग, हामी अब आमा बाउ छोरी खेल्न लागेका छौँ हैन। यो हेर्नुहोस्, यो मोटर न्युरोन कोअर्डिनेसनको लागि हैन, मेमोरीको लागि एकदम राम्रो छ। यहाँनिर कार्डहरू सफल गर्दाखेरि जे कार्ड पाउँछ छोरीले त्यही गर्नुपर्ने हुन्छ, त्यही देखाउनु पर्ने हुन्छ। 2टा हातले गर्ने, एउटा हातले गर्ने, आधी जिउले गर्ने अथवा पुरा जिउले गर्ने हैन। अनि यो चाहिँ हामीहरू चाहिँ डान्स जस्तै हुन्छ क्या। खेल्दै गइसकेपछि नि रमाइलो हुन्छ, पालो आउँछ, लडिन्छ कहिले हैन। यहाँ एउटा खुट्टाले उभिनु पर्ने हुन्छ, झरिन्छ, लडिन्छ, पछारिन्छ, अनि मिल्दैन, खुब रमाइलो हुन्छ, हाँसो मजाक हुन्छ। केटाकेटीहरूलाई यस्तो गेम दिनुहोस्। यस्तो गेम सकिसकेपछि किन चाहिँ मोबाइलमा जान्छन् त, किन चाहिँ ट्याब्लेटमा जान्छन् हैन। लाइक र सेयर गर्नु होला। यस्तै खालको गेमहरू कसरी कहाँनेर आउँछ, दराजमा म लिङ्कहरू नि पठाइदिउँला हैन, कहिलेकाहीँ टिप्सको रूपमा यस्तो खोज्नुहोस् है भनेर है त। हस्, धन्यवाद।